Hi everyone, welcome back to my YouTube channel. आज चाहिँ नथिङ स्पेसल बट मैले भाटपाटेनीबाट अलिकति मिनी भाटपाटेनी सपिङ हल भनौँ न के सामान लिएको छु अनि आई सो यू मैले के लिएको छु भनेर। सो यहाँ भिडियो अन्तिमसम्म हेरिदिनु होला मैले के लिएँ भनेर। हजुरहरूलाई अभियसली थाहा भइहाल्छ। फर्स्ट थिङ फर्स्ट यो डेटलको सावर जेल। मलाई चाहिँ डेटलको ह्यान्ड वास अनि सोप मात्रै थाहा थियो बट सावर जेल पनि रहेछ। मैले भर्खरै यही सावर जेलले सावर लिएको एन्ड इट्स सो स्मेल पनि एकदम माइल्ड दामी आउँछ है। अनि मलाई लाग्छ जसको चाहिँ ब्याक एक्नी हुन्छ नि जस्तै ढाडमा पछाडि त्यसको लागि चाहिँ मेबी दिस माइट बी अ पर्फेक्ट। हजुरहरूले पनि ट्राई गर्नु होला। मैले चाहिँ एकचोटि मात्रै ट्राई गरेको छु, मलाई चाहिँ पर्सनली मन पर्यो। अभियसली दिस स्यामसङ स्याम्पू। हजुरहरूले चाहिँ मेरो टिकटकमा भिडियो हेर्नुभयो भने मैले यसको बारेमा चाहिँ हिजो पनि भिडियो लगाएको थिएँ। अनि इफ यु ह्याभ अ डेन्ड्रफ अनि एकदम स्कार्फ इचिङ हुने डेन्ड्रफ छ भने दिस इज द पर्फेक्ट स्याम्पू फर यु। सेल्सन विथ सेलेनियम सल्फेट। मैले पहिला एकचोटि युज गरेको थिएँ अनि फेरि अहिले मेरो त्यस्तो थिएन डेन्ड्रफ, फेरि अहिले एकदम मेरो आज मैले टाउको सफा गरेँ नुहाएँ, भोलि पर्सिको दिन फेरि मलाई ठ्याक्क एकदम इची हुने अनि स्काल्प ड्राई हुने अनि कस्तो डेन्ड्रफ निस्किहाल्ने त्यस्तो भएर चाहिँ त्यही भएर मैले फेरि पनि यो सेल्सन लिएको छु। दिस एलोभेरा पतञ्जली जेल। पतञ्जली एलोभेरा जेल। अनि यो पहिला चाहिँ मलाई यहाँनिर समथिङ के एलोभेरा पतञ्जली समथिङ के ठुलै लेखेको हुन्छ जस्तो लाग्थ्यो। फेरि अहिले चाहिँ यहाँ सौन्दर्य लेखेको रहेछ। मैले त्यहाँ सोधेको यो पतञ्जलीको नयाँ प्याकेजिङ हो भनेको, होइन पहिला यस्तै थियो भन्छ। मेबी अब म झुकेको हो कि उनीहरू झुकेको त्यो चाहिँ थाहा छैन। तर मलाई जहाँसम्म लाग्छ मैले एलोभेरा युज गर्ने भनेको यही पतञ्जलीको हो जहाँसम्म लाग्छ मलाई। प्याकेजिङमा यहाँ सौन्दर्य चाहिँ थिएन जस्तो लाग्छ बट उहाँहरूले त्यसै भन्नुभयो मेबी। नेक्स्ट थिङ इज दिस सनफ्लावर सिड एन्ड आई लाइफ समथिङ के हुन्छ नि, म चाहिँ त्यसको लिन्थेँ। अनि हिजो थिएन छ, म हिजो गर्थेँ त अनि थिएन छ अनि मैले चाहिँ यो सिबीको लिएँ डब ब्युटी बाम। यसको स्मेल यस्तो राम्रो हुन्छ नि। हजुरहरूले मेरो प्रिभियस भिडियो हेर्नुभएको छ भने त यु गाइज नो हाउ मच आइ एम इन लभ विथ डबको प्रोडक्टहरू। एन्ड अभियसली सम कुरकुरे। लास्ट दिस Vaseline. I love this. यस्तो राम्रो हुन्छ नि। मलाई लाइक म त्यस्तो फ्रिक्वेन्टली जहिले तहिले लिपस्टिक चाहिँ लगाइराख्दिनँ बट म भ्यासलिन अर्को पेट्रोलियम जेली लगाउँछु। अनि अब अलिक बट्टा ठुलो हुन्छ नि त त्यसको चाहिँ। अनि यो चाहिँ इजी यो चाहिँ इजी टु बोकेर हिँड्नु पनि अनि यतिकै हातमा बोकेर हिँड्दा पनि अब त्यो ठुलो बट्टा त अलिक अड हुन्छ नि त। सो या दिस थिङ्स मैले हिजो भाटपाटेनीबाट लिएको। सो यति नै हो, अरू चाहिँ के छैन। दही खाइसकिहालेँ, दहीले गर्दा एन्ड यति नै हो मैले लिएको चाहिँ। सो या मैले यति नै देखाउनु थिएँ, यतिकै बारेमा मैले भिडियो बनाएको थिएँ। अन्तिमसम्म भिडियो हेरिदिनु भएको छ भने चाहिँ थ्याङ्क यू भेरी मच। Love you all. Take care. Bye. See you in my next video very soon.